दाङमा रासोपाका सांसदलाई सुकुम्बासीले प्रवेश निषेध गर्ने भनेका छन्। स्थानीय तहका कार्यालयमा प्रमुखहरूलाई पनि प्रवेश निषेध गर्ने भनिएको छ। रासोपा सांसदहरूलाई जिल्लामा प्रवेश निषेध गर्ने, स्थानीय तहका कार्यालयमा प्रमुखलाई प्रवेश निषेध गर्ने। सुकुम्बासीले धरना दिने, घेराउ गर्ने, जनप्रदर्शन गर्ने, दाङ बन्द र चक्काजामका कार्यक्रम पनि गर्ने भनेका छन्। दाङ बन्द र चक्काजामसम्मका कार्यक्रमहरू गर्ने निर्णय लिएको छ। यो हिसाबले दाङ चाहिँ सुकुम्बासीकै रहेछ जस्तो लाग्यो। तर दाङमा देखिएको आन्दोलनमा सुकुम्बासीको नेतृत्व प्राय एमालेका नेता कार्यकर्ताहरूले गरेको देखियो। यसको मतलब एमालेहरू धेरै सुकुम्बासी रहेछन् भन्ने बुझियो। एउटा कुरा चाहिँ यहाँहरूले के बुझ्दा हुन्छ भने बालेन सरकारले देशभरिको सुकुम्बासी बस्तीलाई व्यवस्थापन गर्दैछ। वास्तविक सुकुम्बासीलाई बस्ने व्यवस्था सरकारले मिलाउँछ र मिलाइरहेको पनि छ। अब नेपालभरि चल्ने यो अभियानमा दाङमा अवरोध आयो भने बालेन सरकारले सेना परिचालन गरेर भए पनि बस्ती खाली गरेर छाड्छ। बालेन कानुनी रूपमा अगाडि बढ्ने मान्छे हो। यदि गैर कानुनी काम भएको छ भने कुनै पनि हालतमा त्यो काम फत्ते गर्ने मान्छे हो बालेन। आन्दोलन धरना बन्दले बालेनलाई कुनै पनि प्रभाव पार्नेवाला छैन। सूचना आयो, अब 100% डोजर चल्छ। त्यसका लागि जति शक्ति प्रयोग गर्न पनि बालेन पछाडि पर्दैनन्। धन्यवाद।